हर्क साम्पाङ, जसलाई सुरुवाती दिनमा धेरैले एउटा आशाको रूपमा हेरेका थिए, तर पछिल्लो समय उनका फेसबुक स्ट्याटसहरू मर्यादित भन्दा पनि अराजक बन्दै गएको विश्लेषण हुन थालेको छ। म मात्र ठिक, अरू सबै गलत भन्ने उनको स्वभाव र आक्रामक शैलीका कारण उनको आधिकारिक फेसबुक पेज हालै 6 दिनका लागि सस्पेन्ड भएको थियो। अझ अचम्मको कुरा के छ भने उनका स्ट्याटसमा आउने ठूलो हिस्सा कमेन्टहरू उनकै विरुद्धमा र व्यङ्ग्यपूर्ण हुन्छन्। तर पनि हर्क साम्पाङले गाली र तिक्ततापूर्ण स्ट्याटस लेख्न छोडेका छैनन्। आखिर किन? एकतर्फ हर्क साम्पाङ फेसबुकबाटै रासोपा र बालेनलाई निरन्तर प्रहार गरिरहन्छन्, अर्कोतर्फ प्रधानमन्त्री बालेन शाहको शैली भने निकै फरक देखिन्छ। बालेनले हर्कलाई व्यक्तिगत रूपमा सधैँ सम्मान गरेको देखिन्छ। फेसबुकमै पनि बालेनले हर्कलाई तिमीले जति गाली गरे पनि यु आर माई ट्रु लभ भन्दै जवाफ दिएका छन्। हर्कले चुनाव जित्दा होस् वा अन्य समयमा बालेनले उनलाई सधैँ बधाई र सद्भाव व्यक्त गर्दै आएका छन्। बालेनको यो व्यावसायिक र शान्त स्वभावको तुलनामा हर्कको व्यवहारलाई धेरैले अपरिपक्व संज्ञा दिन थालेका छन्। अब प्रश्न उठ्छ, के हर्कले यो सबै फेसबुक इन्गेजमेन्ट र डलर कमाउनका लागि मात्र गरेका हुन्? कि उनको देशप्रेम व्यक्त गर्ने तरिका नै यही हो? राजनीतिक विश्लेषकहरू भन्छन्, राजनीतिमा लोकप्रियता भन्दा मर्यादा र संस्कार ठूलो कुरा हो। गाली गरेर ल्याइने रिच र भ्युजले केही समयको लागि चर्चा त देला, तर यसले समाजमा नकारात्मकता फैलाउने र स्वयं उनको कद घटाउने निश्चित छ। काम गर्ने मान्छेले बोलेर भन्दा पनि नतिजाबाट प्रमाणित गर्नुपर्छ। हर्क साम्पाङको काम गर्ने जोश प्रशंसनीय छ, तर उनको डिजिटल प्रस्तुतिले उनको साखलाई धमिलो बनाइरहेको छ। तपाईहरूलाई के लाग्छ? हर्क साम्पाङको यो रूप देशप्रेम हो कि डिजिटल अराजकता? कमेन्टमा आफ्नो विचार पक्कै राख्नुहोला। भिडियो मन परे नयाँ बिट न्युजलाई टिकटक, फेसबुक र युट्युबमा फलो गर्न नबिर्सिनुहोस्। धन्यवाद।